म राम्रोसँग पढ्छु र डाक्टर बन्छु। म शिक्षक बन्न चाहन्छु। म इन्जिनियर बन्न चाहन्छु। निजामती कर्मचारी बनेर चाहिँ म देशको लागि चाहिँ सेवा गर्ने अहिलेसम्म चाहिँ सोचिरहेको छु। यी अबोध सपनाहरू नै हाम्रो समाजको भविष्य हो। बालबालिकाले शिक्षा प्राप्त गर्नु एउटा प्रक्रिया मात्र होइन, सपना, अवसर, भविष्य र सभ्यता निर्माण समेत हो। आजका यी निश्चल र अबोध अनुहारहरू नै भोलिको समाज र देश सञ्चालनका कर्णधारहरू हुन्। गुणस्तरीय शिक्षा र शिव विकासलाई प्राथमिकता राख्न सके मात्र दिगो विकास र समृद्धिको आधार निर्माण गर्न सकिन्छ। यही उद्देश्यका साथ सिद्धार्थ बैंक शिक्षा क्षेत्रको विकास र सुधारमा निरन्तर समर्थन गर्दै आएको छ। गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न हामीले हाम्रो भूमिकालाई निरन्तरता दिनेछौँ। नेपालको शिक्षा सुधारका लागि एकातर्फ अध्ययन अध्यापनको प्रणालीमा व्यापक परिवर्तन गर्नुपर्नेछ भने अर्कोतर्फ भौतिक पूर्वाधारको समेत निर्माण गर्नुपर्ने अवस्था छ। भूकम्पले यस विद्यालय भवनसँगै गुणस्तरीय शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकारलाई समेत भत्काएको हामीले महसुस गरेका थियौँ। अहिले सिद्धार्थ बैंकको सहयोगमा विद्यालय भवन निर्माण भइरहेको छ र यो भवनको निर्माणसँगै बालबालिकालाई सुरक्षित रूपमा पढाउन धेरै सजिलो हुनेछ। विभिन्न प्रकारका फरक रूपमा सक्षम भएका बालबालिकाहरूको शैक्षिक सिकाइका लागि अनुकूल पूर्वाधार, फरक शैक्षिक सिकाइको अभ्यास पद्धति र प्रविधिको आवश्यकता पर्दछ। सिद्धार्थ बैंकबाट जुन एउटा विद्यार्थीहरूको शैक्षिक सुधार गर्नको लागि जुन एउटा कम्प्युटर त्यस पछाडि हल निर्माण गरिदिनु भएको छ, विशेषतः दृश्यविहीनता भएका बालबालिकाहरूमा सिकाइमा अलिकति चाहिँ समस्या परिरहेको थियो। यो कम्प्युटरले सिकाइलाई प्रविधि मैत्री बनाएको छ। कम्प्युटरबाट चाहिँ मलाई चाहिँ अब नोट गर्नको लागि अहिले धेरै सजिलो भएको छ। पहिलाको भन्दा अब हामीले गरेको कुराहरू पहिला चाहिँ तपाईँहरूसँग देखाउन मिल्दैन थियो, त्यो बुझ्नु हुँदैन थियो। अहिले चाहिँ देखाउन मिल्छ, त्योबाट चाहिँ हामीले गरेको कुराहरू सजिलोसँग बुझ्न सक्नुहुन्छ, त्योमा सजिलो भएको छ। अनि अरू चाहिँ हामीले ब्रेलमा कुनै कुराहरू हुन्थेन, त्यो चाहिँ अब कम्प्युटरबाट चाहिँ हामीले खोजेर आफै पनि पढ्न सक्छौँ। बालबालिकाको शिक्षासँग सम्बन्धित परिवारको मात्र होइन, सम्बन्धित समाज र देशको भविष्य जोडिएको हुन्छ। शिक्षामा लगानी भोलिको सकारात्मक परिवर्तनको आधार समेत हो। यो आधार निर्माण गर्न सिद्धार्थ बैंक मन, वचन र कर्मले सदैव तत्पर रहिरहनेछ।